खबर पाउनुभयो तपाईले विपिनको बारेमा? आज जीवित बन्धकहरूलाई 2-3 घण्टामा अहिले छोड्ने लिस्ट उनीहरूले इजरायल सरकारलाई दिए। इजरायल सरकारले अब त्यो लिस्टलाई त्यसलाई हेरिसकेपछि विपिनको विषयमा केही पनि जानकारी आएन अनि त्यसैले जीवित नरहेको भन्ने जानकारी अब अहिलेसम्म हमासले हामीलाई त्यही जानकारी दियो भनेर आइडिएफलाई विपिनको परिवारलाई नेपालबाट किशोरलाई विपिनको ठुलो बुवाको छोरा किशोरलाई जोइन गर्यो अनि अमेरिकाबाट विपिनको बहिनी पुष्पा र आमा पद्मालाई जानकारी गरायो। उनलाई पुष्पालाई जोइन गर्यो, यताबाट मलाई जोइन गरेर इजरायली सरकारका अरू एकजना सुली एकजना जोस भन्ने मान्छेलाई पनि त्यसमा जोइन गरेर हामी केही नयाँ कुरा आयो भने र केही अन्य कुनै चमत्कार भयो भने फेरि घण्टामा हामी जानकारी गराउनेछौँ। अहिलेसम्मको अवस्थामा विपिन जीवित नरहेको जानकारी हामी गरायौं। अहिले जीवित भएको हामीसँग कुनै तथ्य सत्य प्रमाण केही पनि भेटिएन। जीवितहरू हस्तान्तरण भइसकेपछि मृतकहरूको सम्बन्धमा पनि जसको उपलब्ध छ तिनको लास अझै बेलुका आउन सक्छ, तर त्यसमा काम भइरहेको छ। कतिखेर आउँछ अहिले भन्न सक्दैन र त्यसमध्ये पनि कतिपयको लास नै उपलब्ध नभएको हुनाले त्यसको खोजी कार्यमा हामीहरू लागिरहेका छौँ। हामी अहिले फिल्डमै छौँ, त्यसकारण अपरेसन त्यो फिल्डमै भएको हुनाले त्योभन्दा बढी अहिले जानकारी अरू केही छैन। उसको जीवन चाहिँ नभएको जानकारी चाहिँ हामीले तपाईहरुलाई जानकारी गरायौं भन्नुभयो। भनेपछि इजरायलको तर्फबाट विपिन जोशी न मृतकको सूचीमा न जीवितको सूचीमा कतै पनि नभएको भनेर उनीहरूले स्पष्ट रूपमा भने। जीवितको सूचीमा नभएको हमासले हामीलाई दिएको जानकारी अनुसार जीवितको सूचीमा नभएको, मृत मध्ये पनि जस्तै उपलब्ध डेड बडी भएको छ कि छैन त्यो विषयमा पनि अहिलेसम्म जानकारी पक्का नभएको र मृतहरू मध्ये पनि केहीको डेड बडी उपलब्ध नभएको हुनाले त्यो भरे मृतहरू हस्तान्तरण गरिसकेपछि कसको उपलब्ध हुन्छ कसको उपलब्ध हुँदैन त्यसपछि मात्र भन्न सकिने भयो हुनाले अहिले हामी त्यो विषयमा केही भन्न सक्दैनौँ। यो विषयमा तपाईसँगै विपिनको परिवारलाई पनि आजै जानकारी गरायो इजरायलले, हैन त? विपिनको परिवार नेपालबाट अमेरिका भएको उसको विपिनको बहिनी अनि भर्खरै अहिले तपाईले अहिले कुरा गर्नुभन्दा मैले 3-4 मिनेट अगाडि त्यो भिडियो कन्फरेन्स कल राखेको। विपिन जोशी जीवित रहेको कुनै संकेत नपाएको भनेर स्पष्ट रूपमा जीवित रहेको कुनै संकेत नरहेको हमासले दिएको जानकारी भएको हुनाले मृत्यु भएको, तर मृत्यु भए पनि लास प्राप्त हुन्छ कि हुँदैन त्यो विषयमा चाहिँ अहिले भन्न नसकिन्छ। हामी आवश्यकता अनुसार सूचना पाए अनुसार हामी घण्टामा तपाईहरुलाई जानकारी गराउनेछौँ भन्नु पर्ने। यो जानकारी गराउने चाहिँ बन्धक मामिला हेर्ने प्रधानमन्त्री कार्यालयले हो, मुख्य जानकारी दिने आइडिएफले हो, तर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका मान्छेहरू पनि त्यहाँ उपस्थित हुन्छन्। तपाईलाई पनि जानकारी गराउने अहिले चाहिँ आइडिएफ मार्फतै हो कि? हो, मुख्य जानकारी दिने काम चाहिँ आइडिएफकै हो। पहिले जुन भिडियो बनाएको थियो नि तपाईले हेर्नु भएको थियो त्यो पनि आइडिएफले बनाएको हो। पहिले बनाएको जुन भिडियो रिलिज भएको थियो। अहिले इजरायलको स्थानीय समय अनुसार ठ्याक्क कति बजेतिर यो जानकारी गराइएको हो तपाईहरुलाई? स्थानीय समय अनुसार अहिले चाहिँ 7:45 हुन लाग्यो भनेपछि 7:30 बजे 7:30 बजेतिर हो। केही थप आयो र कुनै चमत्कारी रूपमा केही भए मात्रै अन्य कुरा कुनै उसको कुरा भयो, होइन भने अब विपिन जीवित नभएको जानकारी चाहिँ अफिसियल्ली जानकारी दिएको आज यिनीहरूले।